अन्ततः दर्शकबिनहरू के हुँदैछ त कान्छी सिरियलमा। दर्शकबिनहरू यता सागरको सरले रक्सी खाएर पुरै बेहोस अवस्थामा छन् र यता सागरको सरको बुवा पनि गाउँबाट आफ्नो श्रीमतीले सपनामा नराम्रो देखिसकेपछि पक्कै पनि छोरा बुहारी अथवा चाहिँ यता छोरीलाई केही न केही नराम्रो भएको छ र उनीहरूले फोनमा पनि सत्य कुरा बोल्दैनन् भन्ने शङ्का गरेर सहरमा आएका थिए छोरा छोरीलाई भेट्नको लागि। तर त्यहाँ आउँदाफेरिमा उनले जे सोचेका थिए त्यो वास्तविक त्यही थियो। दर्शकबिनहरू यता सागरको सरको परिवारमा एकदमै नराम्रो भइरहेको थियो कि सागरको साउनी यता अर्चनाले गर्दा अर्चना एकदमै गलत मान्छे हुन् र अर्चना गलत भएकै कारणले गर्दा उनको श्रीमानले पनि दुःख पाइरहेका छन् र यता सागरको सर एकदमै इमान्दार व्यक्ति हुन् जसले सागर र कान्छीलाई पनि एकदमै राम्रो नजरले हेरिरहेका छन् र आफ्नो त्यस्तो खराब श्रीमतीलाई पनि एकदमै विश्वास गरेका थिए र विश्वास गरेर नै बिहे गरेका थिए बुढेसकालमा। र जुन विश्वास गरेको व्यक्ति विश्वास पात्र आज एकदमै गलत भइदिँदा उनको मनमा एकदमै चोट परेको छ, उनको मनमा दन्दने आगो बलिरहेको छ। त्यही कारणले गर्दा यतापट्टि चाहिँ शैलनाले पानी दिएकी थिइन् सागरको सरलाई र त्यो पानी खाने क्रममा पनि सागरको सरले चाहिँ आफ्नै श्रीमतीको तस्बिर देखेका थिए र ग्लासलाई फुटाइदिएका थिए र सागर र कान्छीलाई पनि घर जानको लागि भनेका थिए र घर गएका थिए सागर र कान्छी पनि सरलाई एक्लै छोडिदिएर एकान्तमा। तर अन्तिममा बेलुका घर नआइसकेपछि सागरले लिन जाँदाफेरिमा सागरले चाहिँ जताततै खोज्दा आफ्नो साउलाई नभेटिसकेपछि अन्तिममा फर्किने क्रममा बाटोमा त्यहाँ चाहिँ बेहोस अवस्थामा लडिरहेका थिए र सागर गएर चिच्चाएर सर भन्दाफेरिमा सागरको सरको मुखबाट एकदमै गन्ध आइरहेको थियो। उनले रक्सी पिएका थिए र रक्सी पिइसकेपछि सागरले सरलाई चाहिँ त्यहाँबाट बोकेर बाइकमा हालेर चाहिँ घरमा लिएर आएका थिए दर्शकबिनहरू। तर दर्शकबिनहरू यतापट्टि सागरको साउनी अथवा अर्चनाले चाहिँ यता आफ्नै अफिसको हार्ड डिस्क चाहिँ गायब बनाएकी थिइन् र त्यो गायब बनाइसकेपछि यता सागरलाई बदनाम गराउन खोजिरहेकी थिइन्। उनले पहिलादेखि नै सागरलाई र कान्छीलाई त्यो घरबाट निस्किनको लागि भनिरहेका थिए। तर यता सागर र कान्छीले पनि यस्तो गलत मान्छेलाई यहाँ चाहिँ सागरको सरलाई चाहिँ पर्दाफास गर्नुपर्छ, सरलाई भन्नुपर्छ यस्तो गलत मान्छेको सबै हरकत र हामी यहाँ चाहिँ निस्किन हुन्न भनेर उनीहरू बसिरहेका थिए। तर अर्चनाले अनेकौं षड्यन्त्रहरू गरिरहेकी थिइन् सागर र कान्छीलाई निकाल्नको लागि, किनभने सागर र कान्छीसँग चाहिँ अर्चनाको पहिलादेखि नै दुश्मनी थियो, पहिलादेखि नै नराम्रो थियो र अर्चना एकदमै गलत मान्छे हुन्, खराब मान्छे हुन् दर्शकबिनहरू। र अहिले चाहिँ यता सागरलाई चाहिँ दोषी देखाउनको लागि अर्चनाले चाहिँ एउटा केटा खोजेर चाहिँ त्यहाँ चाहिँ मैले चाहिँ सागरले चाहिँ मलाई 5 लाखमा हार्ड डिस्क बेचेको भिडियो बेचेको हो भनेर भन्नु पर्यो तिमीले भनेर एउटा केटालाई लगाएकी थिइन् र आफ्नो श्रीमानको अगाडि गएर भन्नको लागि। र यता अर्चनाले भने अनुसार नै त्यो केटाले गएर सागरले मलाई चाहिँ 5 लाख रुपियाँमा भिडियो बेचेको हो भनेर भनेको थियो। तर त्यति नै बेला यता कान्छी आएर यो सरासर झुट हो भनेर भनिसकेपछि यता माहौल परिवर्तन हुन्छ, किनभने यता कान्छीले अभिनय गर्नको लागि भनेकी थिइन् अर्चनाले त्यो केटालाई र त्यो सबै भिडियो क्लिप चाहिँ खिचेर राखेकी रहेछन् कान्छीले र कान्छीले राखिसकेपछि अहिले ल्याएर साउलाई देखाइदिइसकेपछि साउको हालत त्यस्तो भएको हो। उनी अहिले बेहोस अवस्थामा छन् सागरको साउ। र दर्शकबिनहरू यता अर्चनाले पनि अब गल्तीको माफी पाउनेवाला छैनन्, किनभने अझै सागर र कान्छी मिलेर अर्चनाको पुराना अभिगतहरू पुराना सबै क्रियाकलापहरूको पर्दाफास गरिदिने नै छन्। र त्यति गरिदिए भने यता सागर र कान्छीले त्यति गरिसकेपछि अर्चनाको होस उड्नेछ र अहिले अलिअलि होस छ तर त्यो होस पनि अर्चनाको पुरै गुम्नेछ दर्शकबिनहरू। र अब भने दर्शकबिनहरू कान्छी सिरियलमा के होला त, सागर र कान्छीले अब छिटै नै यता अर्चनाको सबै पर्दाफास गर्ला नि त। तपाईहरुलाई सागर र कान्छीको जोडी कस्तो लाग्छ? सागर र कान्छीको जोडी तपाईहरुलाई पक्कै पनि मन पर्छ होला। यदि सागर र कान्छीको जोडी मन पर्छ भने कमेन्ट बक्समा गएर सागर र कान्छीको जोडी एकदमै धेरै मन पर्छ, अब सागर र कान्छीले सुख पाउनु पर्छ भनेर कमेन्ट गरिदिनु होला। र सागरको सरले पनि अर्चनालाई छोड्नु पर्छ, किनभने अर्चना एकदमै खराब मान्छे हुन् भनेर कमेन्ट गरिदिनु होला। र दर्शकबिनहरू अब पक्कै पनि यता सागरको सरको बाउ पनि शहरमा आइसकेका छन् र आइसकेपछि त्यहाँ चाहिँ छोरालाई बार बार फोन गरिरहेका थिए, छोरीसँग पनि सोधेका थिए कि छोरा कति बेला आउँछ भनेर। तर
यता छोरा बेलुका रातिसम्म नआइसकेपछि त्यहाँ चाहिँ उनी अत्तालिएका थिए र खोज्नको लागि जान लागेका थिए। तर यता सागर पहिला नै सागरले सरलाई खोज्न जाँदाफेरिमा त्यहाँ चाहिँ बेहोस अवस्थामा देखिसकेपछि लिएर आइसकेका छन् र यता आफ्नो बुवाईलाई पनि ठेगान लगाइसकेका छन्। तिमीले चाहिँ अब सबै भान्साको काम नन्दलाई लगाउने होइन, मेरो छोरीलाई चाहिँ तिमीले सबै काम लगाउँछौ भने बरु म अर्कै कोठा खोजेर राख्छु उसलाई, किनभने ऊ पढ्न बसेको मान्छे हो, तिमीले सबै काम उसलाई लगाउन पाउनौ, तिमीले सबै काम अब तिमीले नै गर्नुपर्छ बुहारी, किनभने छोरीलाई मैले पढ्न राखेको। बरु तिमीलाई चाहिँ त्यस्तो लाग्छ भने बरु म अर्कै कोठा खोजेर राखिदिन्छु भनेर भनेका थिए। र यता अर्चना पनि आएर अब आफ्नो श्रीमानसँग पनि नराम्रो भइसकेको छ र यता ससुरासँग पनि भनेको नमान्ने हो भने के हालत हुने हो, घरबाट कहिले निस्केर जा भन्ने हुन् भनेर डराएर त्यहाँ चाहिँ उनी अतालिएर चाहिँ आएर सरासर काम गर्न थालेकी थिइन् र अहिलेसम्म काम सबै नन्दले गरिरहेकी थिइन्। अब अर्चनाले गर्न थालिसकेकी छिन्। तर अर्चनाले काम गर्न थाले पनि आफ्नो श्रीमान आएर अब श्रीमानको होस आइसकेपछि त्यो घरबाट लात हानेर निकाल्नेछन् अर्चनालाई दर्शक बिनहरू, र लात हानेर निकाल्नै पर्छ। र तपाईँले कान्छी सिरियल नियमित रूपमा हेर्दै गर्नुहोला र आजलाई पनि हामीहरूलाई यस भिडियोबाट बिदा दिनुहोस्। नमस्कार।